गुड मर्निङ। यो चाहिँ मेरो डे 4 भिडियो। म सकभर चाहिँ आफ्नो भिडियोलाई चाहिँ कन्टिन्यू लान खोजिरहेको छु। बोल्न त धेरै कुरा आउँदैन, स्क्रिप्टेड पनि केही पनि छैन, जे मनमा लाग्छ त्यो बोल्ने हो। अहिलेको यो समयमा चाहिँ मान्छेहरू प्रत्येक घरबाट विदेश नगइकन कसैलाई केही होला जस्तो नि छैन। विदेश नगएको मान्छे भनेपछि नेपालमा बसेको भनेपछि चाहिँ उसले केही गर्न सकेको होइन कि, अथवा उसलाई राम्रो नभएर कि, अथवा उसले प्रोसेस गर्दैछ, अथवा उसलाई प्रोसेस गरेर पनि नभएको कि, या त भनौँ राम्रो ठाउँमा जान खोज्ने हो भने चाहिँ उसँग पैसा छैन। मेन कुरा चाहिँ पैसा पताएन, त्यो भएर चाहिँ नेपालमा बसिरहेको छ भन्न सकिन्छ। नभए चाहिँ एभ्रीवानले चाहिँ विदेशको लागि प्रोसेस गरेको छ, अथवा जाने प्लान गरेको छ, अथवा गइसक्यो। के हाम्रो देशमा अर्काकै देशको लागि अर्काकै देशमा गएर बस्नुपर्ने हो त, अथवा काम गर्नकै लागि भनेर अर्काको देशमा नचिनेको ठाउँमा जानुपर्ने हो त। फेरि भन्नलाई चाहिँ नेचरबाट सम्पन्न हरेक अपर्च्युनिटीहरू छ भन्ने त गरिन्छ, तर पनि के यहाँ लगानी नभएको हो कि के हो त नि वास्तविकता हाम्रो देशको।